बाटोमा आइयो यस्तो दिन पनि आउँदो रहेछ ल दाइ ल है खतरा 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 बाटोको गतिहरू त हिप्पा बाटै देखिएन यार बाइकले धोका दिएन तेल पुगिरहेछ जामसाम केही छैन धुलो खाइएछ हिँडिएछ अब भोक लाग्छ डेन्जर खाजा खानुपर्ने हुन्छ केटा हो A few moments later आइयो खाजा खाने ठाउँमा यहाँ अब यहाँनिर चाहिँ उखुसुको पनि पाउँछ होइन अनि हालत चाहिँ ला डोस भइसक्यो खराब भइसक्यो अब खाजा चाहिँ खानुपर्ने हुन्छ अनि यतातिर चाहिँ डेन्जर धेरै उखुहरू पाउँदो रहेछ क्या यहाँनिर उखु हेर्नु पुरै कताको यहाँ पुरै उखुको युजहरू के यहाँ भयो सर्लकै पुरै उखु उख्ने रहेछ कि यो उखुको पुरै त्यो जुस निकालेपछिको हो के यो त्यही हो केटा यो चाहिँ हाम्रो उखुको जुस निकाल्ने मेसिन केटा हो लिचीको जुस है त के अरे लिची अरे के अरे के गरे ब्याम्बु होइन उखुको जुस है केटा चिसो उखुको जुस आइस हालेर निम्बु हालेर दामी छ सस्तावाला बुटे केटा हो र खाजा आइसक्यो खाजा ल्याम हान्नुपर्ने हुन्छ खाजा केटा हो केटा हो खाजा हान्नुपर्छ नि खाजा खाएर भेटौँला है त सियर छैन दाइ A few moments later अब चाहिँ खाजा चाहिँ खायो भेट तल्दी छान्न लगाएको अनि म त ढुस्सै भरे दाइले बरु 2 गिलास हान्नु हो यार अब चाहिँ सर र पानी बसेर गइन्छ अब यहाँबाट लगभग 30-40 किलोमिटर 30-40 मिनटमा त पुगिन्छ होला सायद जहाँसम्म लाग्छ अनि त्यही हो अब अलिकति भयो नि खाजा खाएपछि अलिकति फ्रेस भयो नि त समय रहेको छ 11:30 बल्ल नौबिसेको उकालो यो ढाकुरको उकालो भनौँ कि नौबिसेको उकालो अब त यहाँ आइपुग्यो अब लगभग आधी घन्टामा त पुगिन्छ उकालो सकेपछि त यहाँ त चन्द्रगिरीमा हो नि त रोड चाहिँ यस्तो खाली छ यार केटा गाडी पनि हिँड्दैन बाइक पनि छैन हामी मात्रै टुकुर मात्रै त 5-10 मिनट भइसक्यो अरे एउटा बाइक पनि देखिन्न यार अहिले सानो त भुटिया घर जस्तो एउटा स्कुटर आयो त एउटा स्कुटर आयो के अरे आमा कस्तो केटा हो हाम्रो टनलको गति भन्दैछ अझै मैले चाहिँ यो हेऱ्यो यो चाहिँ ठाउँ चाहिँ हन्टेड हाउस है के भनेर मैले कता देखेर हो कि नै के हो कमेन्ट गरौँ है केटा यार ए त त्यहाँसम्म आइआयो के भरेछ भनेको त यहाँनिर बाटो बनाउँदै रहेछ यार जान मिल्छ भनेको छ भन्न त बाटो पिछुनी काम भइरहेको रहेछ केटा भ्यू यस्तो छ है बाटो डाल्दैछ यार
हामी चाहिँ थानकोटको टपमा त आए म यहाँनिर चाहिँ हाम्रो ट्राफिकले रोक्छ जस्तो लागिरहेछ के गर्छ थाहा छैन धन्न यहाँ मान्छे धेरै केही पनि यस्तै राखिदिएर चाहिँ क्या लाइनमा यो काठमाडौँको यातायात चाहिँ आइपुग्यो हामी चाहिँ सर लाएर लोकेटा अहिले चाहिँ हामी दाइलाई भेटिसक्यौँ यहाँ बाइक लिने दाइ चाहिँ वहीँ हो अनि बाइकमा यहाँ नम्बर पनि टाँसिसक्यो अनि यहाँ दाइसँग चाहिँ के कुरा भइरहेछ भन्दाखेरि फर्किने बेला चाहिँ हामी बाइक लिएर फर्किने पास चाहिँ गरिदिने अनि भरे भोलि चाहिँ अनि कहिले हुन्छ टाइम मिलाएर चाहिँ दाइलाई बाइक छोड्न चाहिँ मुगलिङसम्म आउने कुरा भयो त्यही नै हुन्छ कि हुन्न हेरौँ त्यही नै हुन्छ कि हुन्न हेरौँ होइन त्यही सही होला गाडी एउटा नि चलाएन कि पब्लिक प्राइभेट पनि चलाएन कि प्यासेन्जर पुग्यो भन्ने डरले पनि प्राइभेट हाल्दैन कि त्यही केटा यत्रो प्याक हुँदो रहेछ यहाँ बाइकमा आएर आज यार बन्दको दिन पनि फाइल्सहरू चाहिँ यस्तो हुन्छ यहाँनिर टक्क सिग्नेचरहरू गर्ने यताउति गर्ने नि डड्डाहरू यस्तो एप्पा ल्याप्सेप्से गरेपछि काम सकियो चाहिँ सकियो मेरो काम सकियो यता हातको कति मेरो काम चाहिँ सकियो लगभग 10 मिनट पनि लागेन होला है दाइ लाएर होइन 10 मिनट पनि लागेन आएँ नागरिकता दिएँ ल्याप्से हाने सकियो मेरो काम यति गरेपछि हामी चाहिँ निस्केको दाइहरूसित माथि थानकोट जाँदैछौँ थानकोट गएपछि चाहिँ बसहरू पायो भने हामी बसमा जान्छौँ बसहरू पाएन चल्दैन भन्यो भने चाहिँ बाइक लिएर जाने बिजुलीको चाहिँ लिएर पर्छ होला सायद A few moments later. अहिले चाहिँ हामी बाइक छोड्न जाँदैछौँ अनि खासमा कुरो के भयो भन्दाखेरि हामी चाहिँ स्कर्पियोमा जाने बाइक चाहिँ उनीहरूले लाने भन्ने कुरा भयो ल दाइ ल है फर्किहाल्ने ल हुन्छ है दाइ ल ल म अगाडि बस्नु कता ल केटा अब गाडी अब स्कर्पियो सर गइन्छ यहाँबाट चाहिँ हामी घर फर्किँदैछौँ दाइसँग दाइ पनि पोखरा फर्किँदै हुनुहुनेछ दाइको नाम चाहिँ के नि आशिष गुरुङ दाइ चाहिँ दाइको घर चाहिँ गोर्खा रहेछ दाइ पोखरा जानुहुँदै हुनुहुनेछ अनि हामी चाहिँ लिफ्ट पायौँ भनौँ न दाइले धेरै हेल्प गरिदिनु भयो यति भनेको त हाम्रो लागि त धेरै हो नि त टडकमा फर्किने उसमा थियौँ हामी चाहिँ नभएदेखि अब त्यो बाइकै भयो भने लिएर जानु पऱ्यो भन्ने सोचमा थियौँ अब धन्न दाइ भेट्नु भयो हेल्प गर्नु भयो यति वर्ष दाइ अनि अहिले चाहिँ हामी उता आएको 9 बिसको बाटो नभइकन यता भित्रको यो बाटो कहाँ निस्किन्छ दाइ धार्के भन्ने ठाउँमा निस्किँदो रहेछ हामी सबै यो बाटो गएर कतिखेर पुगिन्छ यति गरौँ ल 1 hour later. जल्दी सब फेरि त्यही सामान त बिर्सेन निकालेको होइन दाइ फोन हामी यहाँको चाहिँ यसैमा हो अब सबै पर्छ केटा हो लगेटा हो जाममा दाइ सुसु गर्न हामी चाहिँ जाममा बाटो बन्द छ अरे आधी 1 घन्टा लाग्छ भनिरहेको छ केटा हालत खराब भइसक्यो यार गाह्रो तल चाहिँ यस्तो भिड छ यार खोला लगभग आधी 1 घन्टामा मुगलिङ आइन्छ होला केटा हो A few moments later. केटा हो जाम खुलेको अवस्था जाम खुलेको अझ टाइम लाग्छ है यत्रो सर्नु पर्यो गयो सबै गयो केटा चल्दैछ फेरि अब गाडीतिर अब
दिदीलाई बोलायो त्यसलाई फोन हान्न पऱ्यो अब पोखरा गएपछि चाहिँ दिदीसित जानुपर्ने हुन्छ विजयपुरको जाममा परियो त वहाँदेखिबाट लाइन छ यार यत्रो यार त्यतिका पछाडि यत्रो जाम भइसक्यो यार गाह्रो कतिखेर पुग्ने हामी घर ठोकै लगाइसक्यो सिधै घिर्सिँदै हामी यहाँ पुलसम्म आइपुग्यौँ थकै लगाइसक्यो ज्यान पनि दुखिसक्यो जाम कहिले सकिने हो केटा यार गाह्रो छ गाह्रो चोक आइयो केटा हो ल दाइलाई पनि धेरै धेरै थ्याङ्क यू है दाइ हुनाले यहाँसम्म आउन पाइयो नत्र भने आज आइन्थेन होला सायद यहाँबाट चाहिँ दाइ र अब हामी च्यात्तिनु पर्ने हुन्छ दाइलाई फेरि पनि धेरै धेरै थ्याङ्क यू है दाइको नम्बर राखेर फेरि सम्झिँदै गर्नु पर्ला ए केटा अब निस्कियो हामी पृथ्वी चोकको जाममा भनेको त यहाँ जाम देखाउँछु भनेको त निस्किहाल्यौँ यार धेरै यस्तो जाम देखाउनु पऱ्यो दिदी आउँदै हुनुहुन्छ अरे साथी आउँदैछ साथी आएपछि अब दुईजना सत्र गइन्छ त्यही केटा हो अहिले चाहिँ हामी खाजा खान जाँदैछौँ अब टाइम पास गर्नु पऱ्यो हामी खाजा खान लाग्यो यहाँ भोकले लतुर परिसक्यो मोमो तातो झोल मोमो अनि दाइ कस्तो भयो ज्यान लोदो अहिले चाहिँ हामी रोडमा आइयो होइन बाइक साइक बेचेर रोडमा आइयो होइन हेलमेट हातमा छ मान्छे रोडमा पृथ्वी चोकको यहाँ चोकको रोडमा हेलमेट सेलमेट झोलासोला यता लिएर बाटोमा आइयो यस्तो दिन पनि आउँदो रहेछ नि दाइ कङ्गालपति भएर रोडमा आउने दिन अरू त ठिकै छ कि हामी खासमा यहाँतिर साथी आउँदैछ लिन अनि तिनीहरूलाई कुर्दै हो हामी अनि दाइ कस्तो भइरहेछ बाइक बेचेपछिको हाउ आर यु फिलिङ वाट हाउ आर यु के भन्छ अरे फिल कस्तो भइरहेछ Not good. Not good. Why not Kokona? Me too है मलाई पनि त्यति राम्रो त लागेको छैन दुःख गरेर किन्यो दुःख गरेर ल्याइयो होइन दुःख गरेर बेच्न नि गयो नेक्स्ट टाइम इलेक्ट्रा किन्छु किन्ने हो सही हो ल अनि सक्छ त ए यस्तो रोडमा हेरे केटा होला अब जुत्ता चप्पल बोकेर अब घरतिर होइन त्यही केटा हो नि यहाँनिर चाहिँ हाम्रो टिभी छ यस्तो टिभी छ मजाको हामी टिभी हेर्दै बसिरहेको छौँ टाइम पास गर्नु पऱ्यो संसार जित्न हिँडेको मान्छेहरू केटा हो हामी सब पुरै भयो संसार जित्न हिँडेको मान्छेहरू आयो बल्ल आइपुगे चलाउनु कालामा चल्दैछ केटा हो यहाँबाट चाहिँ यहाँ हिमालय पेट्रोल पम्पबाट तलतिर लगाइसक्यौँ दिदी र म चाहिँ त्यही अब सरसठी जानुपर्छ 8 बजिसक्यो अब कति 9 बजे पुगिन्छ होला घर अँधेरो भइसक्यो यार अनि त्यही केटा भ्लगको एन्डिङ चाहिँ अब भ्लगको एन्डिङ हुन्छ होला त्यही हो पाठ कतिवटा पाठ भयो हुन्छ अब यति कतिवटा पाठ होइन त्यही हो यहाँ छोरीबाट कतै मैले पछि भेट्नुपर्छ अब घर गएपछि इन्डिङ हुन्छ अथवा यहीँ बाटोमा यति इन्डिङ हुन पनि सक्छ ल लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सनु